बारी आइसकेका छौँ। यस्तो किसिमको यो हेलिकप्टरहरू यहाँ उडेको चाहिँ डिस्टर्ब हानै छ यहाँ चाहिँ। भन्छ यो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले शिवको यो यहाँनिर चाहिँ गोरु चाहिँ साँगाको मन्दिरदेखि तल शौचालयमा छौँ अहिले। शौचालय लागेको अरे हाम्रो यता इल्बिगारकी दाइलाई भेट्न। हेलो गाइज, नमस्कार। के छ खबर? हजुरहरू पक्कै पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ हामी साँगा जाँदैछौँ मन्दिर हेर्नलाई, काभ्रेपलाञ्चोकको। त्यहाँ पुगेर चाहिँ साँगामा के छ र कस्तो के क्रियाकलापहरू हुन्छ हजुरलाई सबै कुरा एक्सप्लेन गरेर देखाउनेछौँ। आज चाहिँ मैले भ्लग चाहिँ यो गाडीबाट सुरु गर्दैछु। हाम्रो दाइलाई काभ्रेपलाञ्चोक गएर चाहिँ हजुरलाई सबै देखाउनेछु। बिच बाटोमा चाहिँ के क्रियाकलापहरू हुनेछ म हजुरहरूलाई सबै देखाउनेछु। ल सुरु गरौँ है त। यो त समस्याको विषय हो त यार। अनि आशिका तामाङले अनि भोलि पुलमा आउने कि नआउने, पुलमा जसरी आए नि पाए दिनुपर्छ, उताबाट आए नि पाए दिनुपर्छ, यताबाट गए नि पाए। सरकारले बनाएको होइन कि व्यक्तिगत हो र? संस्थाले नगरले बनाएको हो, तर उठा आशिका तामाङले नि। काभ्रेको धुलो देख्न सक्नुहुन्छ हजुरहरूले। बाटो पुरै बन्द छ धुलोले। अहिले काभ्रे पुगिसकेका छौँ। यो के अरे साँगामा। यहाँ चाहिँ म शिवको ठुलो मूर्ति छ गरे, त्यसलाई चाहिँ एक्सप्लेन गर्ने कोसिस गर्नेछौँ। के छ यहाँ अरू थुप्रै पार्कहरू पनि छ, पुलहरू पनि छ, सबै ठाउँ घुमाउने छु। हेर्दै जानु होला है त। यो चाहिँ 13 रिसोर्ट एन्ड वेलनेस स्पा भक्तपुर नेपालमा आइसकेका छौँ। यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ थुप्रै किसिमको फुलहरू छ। यहाँ चाहिँ ग्लासहरू पनि रहेछ, यस्तो रहेछ। यहाँ धाराहरू छ, एउटा दुईवटा तिनवटा, 3 दुना छ, 3 3 9 3 चौको 12वटा धारा छ। एकदम वेलनेस, एकदम राम्रो वेल फिल भइरहेछ यहाँ आएर चाहिँ। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग। यो साइडदेखि चाहिँ राइट साइड रहेछ। यहाँबाट कैलाशनाथ महादेव जाने ठाउँ चाहिँ यहाँबाट रहेछ। यु गाइज क्यान सी दिस भ्यू। यहाँबाट चाहिँ यस्तो रहेछ। यो बाटो चाहिँ कहाँ जाने बाटो? यो थाहा छैन। यो बाटो चाहिँ कहाँ जाने बाटो थाहा छैन। अहिले सोधेर भन्ने छ म हजुरहरूलाई। यो चाहिँ कैलाशनाथ जाने बाटो चाहिँ यो बाटो रहेछ। हामी चाहिँ थोरै अगाडि आइसकेका छौँ। कैलाशनाथ महादेवको मूर्ति भन्दा केही अब एकदम नजिकै छौँ। त्यहाँनिर पुगिसकेपछि चाहिँ हजुरहरूलाई सबै कुरा देखाउनेछौँ के छ भनेर। भिडियो हेर्दै जानु, अगाडि बढौँ है त। यहाँ हाम्रो भेना यहाँ मलाई जिस्काइ गर्नुहुन्छ। दाइ पनि हुनुहुन्छ आज। एलबी कार्की अफिसरबाट चाहिँ यता यस्तो रहेछ। यहाँबाट यसरी जानुपर्ने हुन्छ। अब भित्रै बाटो रहेछ यस्तो। देख्न सक्नुहुन्छ हजुरहरूले। बाँसको झ्याङहरू छ, यस्तो रेलिङ पनि हालेको छ। एकदम सुरक्षा गरेको छ, तारहरू छ, जालीहरू पनि छ। अब हामी केही अगाडि बढ्नुपर्ने हुन्छ यहाँबाट, अनि डेस्टिनेसनमा पुग्नेछौँ। फाइनल्ली हामी चाहिँ यो शिवको मूर्तिनिर पुगिसकेका छौँ, कैलाश महादेवको मूर्तिनिर। यु गाइज क्यान सी दिस भ्यू। यहाँबाट चाहिँ यस्तो छ। यहाँबाट सायद भित्र जान मिल्दैन होला। म हजुरहरूलाई सबै देखाउने कोसिस गर्नेछु। तल गएर पुगिसकेका छौँ हामी। टिकट पनि यहाँ जाँच भइसकेको छ। हामी प्रवेश गरिसकेका छौँ। अब हजुरहरूले यस्तो देख्न सक्नुहुन्छ। वाह, काम एकदम टाँटो लागेको छ यहाँनिर। शिवको मूर्ति, यो कैलाश महादेवको मूर्ति देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ भन्छ यो दृश्य देख्न सक्नुहुन्छ हजुरहरूले शिवको। यो यहाँनिर चाहिँ गोरुको मूर्ति छ। यस्तो राम्रो छ यो चाहिँ। अनि उतापट्टि चाहिँ यस्तो खालको मूर्तिहरू छ।
यहाँ बिचमा चाहिँ यस्तो किसिमको देख्न सक्नुहुन्छ हजुरहरूले नागको शिवको मूर्ति यहाँ माथि छ। यहाँ चाहिँ यस्तो छ, यहाँ घन्टाहरू पनि छ। You guys can see this. यहाँ चाहिँ यो लेखेको रहेछ। यहाँको यो पछाडिबाट दृश्य हेर्दा चाहिँ यस्तो देख्न सक्नुहुन्छ हजुरहरूले। शिव भक्त श्री कमल जैन एवं श्री मती सायर जैनद्वारा निर्मित सम्मत यो चाहिँ 2066 सालमा यो बनाइएको रहेछ स्ट्याचुलाई चाहिँ। यो चाहिँ यो विश्वकै सबैभन्दा अग्लो 143 फिट अग्लो शिवको मूर्ति भनेर पनि भनिन्छ यसलाई चाहिँ। यति अग्लो छ यो चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ। सायाको यो मूर्ति बनाउन चाहिँ 7 वर्ष लागेको हो रे। देख्न सक्नुहुन्छ हजुरहरूले यो अग्लो मूर्ति 7 वर्ष लगाएर बनाएको मूर्ति। यो विश्वको सबैभन्दा अग्लो 143 फिट अग्लो यस्तो छ, यति ठुलो छ। यहाँ चाहिँ यहाँबाट सबै दृश्यहरू देख्न सकिन्छ उपत्यकाको। राम्रो दृश्य छ यहाँबाट चाहिँ। रहेछ यहाँ चाहिँ म तल गएर देखाउने कोसिस गर्नेछु हजुरहरूलाई। यहाँ चाहिँ यस्तो देखिरहेको छ, म माथि सबै देखाउने कोसिस गर्नेछु तल गएर हजुरहरूलाई। ओ गाइज यति बेला हामी ललितपुर र काभ्रेको बिचमा यो साँगा भन्ने ठाउँमा छौँ। यो विश्वको सबैभन्दा अग्लो शिवको मूर्ति भएको ठाउँ 143 फिट अग्लो शिवको मूर्ति भएको ठाउँ साँगामा छौँ यति बेला चाहिँ। हजुरहरू देख्न सक्नुहुन्छ यो यति अग्लो छ। यहाँ थुप्रै किसिमको अरू संरचनाहरू पनि छन्। अनि यतातिर थुप्रै नास्ता खाने पसलहरू पनि रहेछ तलतिर चाहिँ। यो साइडतिर शौचालय। अनि हाम्रो साथमा चाहिँ आज एलबी कार्की दाई पनि हुनुहुन्छ। साथमा चाहिँ हाम्रो भिडियो गराउने भेनाजु पनि हुनुहुन्छ। आउनुहोस् अगाडि बढाउँ, अरू देखाउने छु। यो ठाउँमा चाहिँ अरू थुप्रै किसिमको बोट बिरुवाहरू देख्न पाइन्छ। हजुरहरू देख्न सक्नुहुन्छ। यो के धुपीसल्ला है, मेबी धुपीसल्ला हो। धुपीसल्लाहरू भयो। अनि यो अरू थुप्रै किसिमको यो के हो खै मलाई ठ्याक्कै नाम आएन। हजुरलाई थाहा छ भने चाहिँ हजुरहरूले तल कमेन्ट बक्समा लेख्नु होला नामहरू चाहिँ। अनि यहाँ अरू थुप्रै किसिमको फुलहरूलाई चाहिँ यो गमलामा यसरी सजाएर राखिएको छ। हरेक ठाउँमा बिचबिचमा चाहिँ यो नागको उहरू यसरी राखिएको छ। लगभग कतिवटा छ, 13वटा छ कि मेबी समथिङ 13वटा जति छ यहाँ नागको चाहिँ। त्यही हो साँगाको मूर्ति चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ। यही हो। यहाँ आएर हजुरहरूलाई देखाउने मेरो मेन धोको भनेको यही थियो। हजुरहरूलाई देखाउन पाएँ, हेरिदिनु भयो होला। के कस्तो छ मैले केही छुट्याएँ भने हजुरहरूले तल कमेन्ट बक्समा लेखिदिनु होला। गर्मी गएर पानी खाएर पानी प्यास मेटाउँदा यहाँ चाहिँ हामी एकदम धेरै गर्मी छ आज चाहिँ। यस्तो गर्मी छ, मैले चाहिँ यत्रो ठुलो ज्याकेट लगाएर आएँ। मैले चाहिँ भेनालाई हात पारिदिएको छु। अब यो ज्याकेट यस्तो गर्मीमा 5 किलोको ज्याकेट होला यो। चाहिँ साँगाको मन्दिरदेखि तल शौचालयमा छौँ अहिले। शौचालय लागेको अरे हाम्रो यता एलबी कार्की दाइलाई र भेना हान्दै हुनुहुन्छ भेनाले। अब एकछिन पछि चाहिँ माथिको दृश्यहरू देखाउने छौँ हजुरहरूलाई। साला ये दुख का खत्म नहीं होता बे। पानीपुरी आइसकेको छ हाम्रो चाहिँ। क्वाप्पै मुखमा फेरि है दाइ। यता भेना पनि खाँदै हुनुहुन्छ। ना एकदम हाई स्पाइसी रहेछ, मजा आयो। गाइज हामी चाहिँ थोरै अगाडि आइसकेका छौँ। अगाडि चाहिँ यहाँबाट पुलमा जान मिल्छ अरे। अनि हामी चाहिँ पुलमा जाँदैछौँ 3 जना। पुलमा चाहिँ के कस्तो छ, यहाँ चार्ज पनि लाग्छ गरे 20 रुपियाँ भन्ने मैले सुनेको छु पुलमा। अब के हुन्छ हेरौँ।
लाग्ने रहेछ भने दिउँला के अरे अब नलाग्ने रहेछ भने ओके इट्स ओके गाइज हामी चाहिँ थोरै अगाडि आइसकेका छौँ यहाँको दृश्य देख्न सक्नुहुन्छ यस्तो छ कस्तो लागिरहेछ त एकदम राम्रो रमाइलो लागिरहेछ चीटिंग करता है तू कस्तो गर्दा अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तो नाचो देख्न सक्नुहुन्छ गाना गाउँदै नाच्दै हुनुहुन्छ हाम्रो दाइ चाहिँ लास्टै गर्मी छ गाइज सूर्योदय मोड साँगा झुलुङ्गे पुल जाने बाटो यताबाट रहेछ यस्तो छ दृश्य यस्तो छ सिडीहरू यहाँ चाहिँ सो गाइज यु क्यान सी दिस भ्यू यहाँबाट चाहिँ यस्तो देखिँदो रहेछ अब हामी एकदम नजिक छौँ ब्रिजदेखि शुल्क 20 रुपियाँ यहाँ चाहिँ शुल्क तिर्नु पर्दो रहेछ टिप्सुल 20 रुपियाँ लाग्दो रहेछ काट्नु न काट्नु टिकट काट्यो भने नि फेरि काट्नुपर्छ हो ए आजलाई बहुत बुरे लग कसरी जानिदिनुहुन्छ क्या टिकट नकाटेर धन्यवाद अब यो कसलाई देखाउने त हामीले पारी देखाउनु पर्छ हो नदेखाएपछि फिर्ता गरिदिनुहुन्छ हो वाउ यो गाइज क्यान सी दिस भ्यू ब्रिजमा चाहिँ एकदम नेपालको फ्ल्यागहरू रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 टन्नै गाइज हामी चाहिँ यति बेला साँगाको ब्रिजमा आइसकेका छौँ यो चाहिँ काठमाडौँदेखि केही दूरी टाढा रहेको छ काभ्रेमा यति अग्लो छ यसमा यो ब्रिज चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ यहाँबाट गाडीहरू पनि हिँड्दछ यो गाडी हिँड्ने ठ्याक्क माथिबाट चाहिँ ब्रिज रहेछ एकदम हाइटमा छ एकदम हावा चलिरहेछ रमाइलो भइरहेछ अगाडि दृश्यहरू देखाउने छु हेर्दै गर्नुहोस् है त भिडियो क्यान सी दिस भ्यू यस्तो राम्रो देखिरहेछ तर तल बाटो बनाउँदैछ यो बाटो बनिसकेपछि चाहिँ एकदम राम्रो देख्छ होला साथी हो मगाउनु न क्यामेरा यहाँ चाहिँ यस्तो देखिरहेको छ काभ्रेको फुल 20 रुपियाँ तिरेर आइयो है गाइज यहाँबाट तल चाहिँ यति तल छ भन चक्कर लाग्ला जस्तो हजुरहरू देख्न सक्नुहुन्छ गाडीहरू पनि एकदम हिँडिरहेको छ यहाँ चाहिँ यस्तो बाटो बन्दैछ गाडी पनि हिँडिरहेको छ You guys can see this view. यहाँ चाहिँ यस्तो छ हामी चाहिँ बिचमा छौँ अहिले झन्डाहरू छ थुप्रै किसिमको यहाँ चाहिँ कन्स्ट्रक्सनको काम हुँदैछ जेसिबीले लोड गर्दैछ गाडी टिप्पर लोड गर्दैछ त्यहाँबाट गाडीहरू आउँदैछ गाइज हामी चाहिँ अहिले साँगाको पुलमा छौँ हामी 3 जना माथि मूर्ति हेरेर आइसक्यौँ अनि फेरि फर्केर जाने त त्यही नै हो तर यहाँ पुलमा चाहिँ एकदम राम्रो रहेछ हावा पनि चलिरहेछ रमाइलो भइरहेछ इन्जोय गरिरहेछौँ हामीले पानीपुरी खाएर आएर यहाँ चाहिँ राम्री दिदी बहिनीहरू पनि हुनुहुन्छ तर आँखा लाउने कुरो भएन है एउटा हामीलाई चाहिँ सबभन्दा झ्याउ के भएको छ भने चाहिँ मैले चाहिँ यत्रो ठुलो ज्याकेट ल्याएर चिसो हुन्छ होला भनेर मैले चाहिँ भेनालाई लगाउने दिएर आफूले चाहिँ यो भेनाको पातलो ज्याकेट लगाएको छु भेनालाई चाहिँ उल्का गर्मी भएको छ गरे यो ज्याकेट कति बेला फालौँ भन्ने भइसकेको छ गरे चीटिंग करता है तू मलाई चाहिँ के चित्त बुझेन भने माथि चाहिँ हामीले 300 रुपियाँको टिकट काट्यौँ गेट प्रवेश गर्दा फेरि टिकट काटिसकेपछि पनि फेरि यहाँ आएर पनि टिकट लिनु पर्दो रहेछ ब्रिजको लागि छुट्टै 20 रुपियाँ दिनु पर्दो रहेछ पुलको लागि यो मैले सुनेको थिएँ तर आज दिइ पनि हाल्यौँ ठिकै छ ठाउँ पनि राम्रो छ तर अलि धुलो छ यो बाटो कन्स्ट्रक्सनको कामहरू बन्दैछ त्यो भएर चाहिँ अलि धुलो एकदम धेरै छ यहाँ चाहिँ
तर बर्खामा चाहिँ एकदम राम्रो हुन्छ होला यो धुलोहरू नभएको बेला चाहिँ। अहिले चाहिँ एकदम धुलो छ, रमाइलो भइरहेछ साङ्गामा छौँ आज चाहिँ हामी गाइज। अरू दृश्यहरू के देखिने छ हजुरहरूलाई सबै टक्राउने कोसिस गर्नेछु। यो वारी चाहिँ यस्तो यो उहरू बिहेमा हाल्छन् नि पत्ताहरू, त्यस्तो रहेछ यहाँ चाहिँ। कभी कभी लगता है कि पुनीत भगवान है। थोरै छ, धेरै लामो चाहिँ छैन। किरिरिरिरिरि गर्दैछ यहाँ चाहिँ। यो रमाइलो छ साङ्गा। हामी चाहिँ ब्रिजको वारी आइसकेका छौँ होटलमा। हामी चाहिँ साङ्गाको यो महादेवको मूर्ति हेरेर वारी आइसकेका छौँ। यस्तो किसिमको यो हेलिकप्टरहरू यहाँ उडेको छ, डिस्टर्ब हाने छ यहाँ चाहिँ। विश्वको सबैभन्दा अग्लो शिवको मूर्ति चाहिँ हेरेर हामी यहाँ पुल घुम्दै पुलमा चढेर रमाइलो मनोरञ्जन गर्दै चाहिँ यहाँ आइसकेका छौँ। यहाँ चाहिँ ट्याक्कै यो पुल क्रस गरेर छिर्ने बित्तिकै होटलभित्र छिरिँदो रहेछ यहाँ चाहिँ। गाइज यति बेला चाहिँ म चाहिँ आइसक्रिम खाँदैछु, अनि दाइ र बहिनीहरूले चाहिँ यो खाँदै हुनुहुन्छ, रेडबुल खाँदै हुनुहुन्छ। हामीले चाहिँ खाएर सकिसकेका छौँ फाइनल्ली। देख्न सक्नुहुन्छ यिनी बट्टाहरू खाइसकेपछि कुच्चाएर यत्र गराइसकेका छन् पार्टीहरूले। हामीले चाहिँ भिडियो गराएर सकिसकेका छौँ यतातिर घुमाएर। ब्रिजहरू चाहिँ यस्तो छ, हजुरहरूलाई मैले देखाइसकेँ पहिला पनि। अब चाहिँ हामी फर्किन लाग्यो। You guys can see this view। यस्तो छ यहाँ चाहिँ पुलमा लास्टै हावा चलिरहेछ। भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद हजुरलाई। लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। अब अन्य ठाउँहरूमा कता जानेछु त्यसको अपडेट पनि म हजुरहरूलाई दिइराख्नेछु। भिडियो हेरिराख्नु होला र माया दिइराख्नु होला। हस्, धन्यवाद।